नेपालको अर्थव्यवस्थालाई नै कायापलट गर्न सक्ने महत्वाकांक्षी योजनाको रूपमा हेरिएको दैलेखको पेट्रोल उत्खननको कार्यले नयाँ सन्देश र नयाँ खुसी ल्याएको छ। दैलेखको जलजलेमा 112 अर्ब घनमिटरको प्राकृतिक ग्यास रहेको भण्डार प्रारम्भिक रूपमा पत्ता लागेपछि यति बेला सबैमा उत्साह छाएको हो। चिनिया विज्ञ टोलीले नेपाललाई 50 वर्षसम्म पुग्ने प्राकृतिक ग्यास रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको भन्दै सरकारी अधिकारीहरू समेत यति बेला उत्साहित देखिएका छन्। चीनकै सीएनपीसी सिबु इन्जिनियरिङ कम्पनीले 2080 वैशाख 28 गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर त्यसको अध्ययन सुरु गरेको थियो। त्यसका लागि 4000 मिटर गहिराईसम्म खनिसकिएको छ। त्यहाँसम्म पुग्दा जमिन मुनिबाट ग्यासको गन्ध आएको थियो, तर ग्यासको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमुना सङ्कलन गरेर चीन पठाइएको थियो। त्यसको उद्देश्य दैलेखको ग्यास व्यापारिक दृष्टिकोणले उपयुक्त छ कि छैन भन्ने पत्ता लगाउनु रहेको थियो। अहिले हामीलाई प्रारम्भिक रूपमा जुन रिपोर्ट प्राप्त भएको छ त्यसमा 112 अर्ब घनमिटर प्राकृतिक ग्यास छ भन्ने पुष्टि भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जानकारी दिएका छन्। यो मिथेन ग्यास भन्ने पनि पत्ता लागेको उनको भनाइरहेको छ। मिथेन ग्यास पेट्रोल डिजेलको विकल्पमा स्वच्छ इन्धन मानिन्छ। मिथेन ग्यासबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न र घरायसी प्रयोजनमा बत्ती बाल्न पनि सकिन्छ। खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइटेलले बताएका छन्, मिथेन ग्यासबाट हाइड्रोजन छुट्टाएर अमोनिया ग्यास निकालेर मल कारखानामा पनि प्रयोग गर्न सकिन्छ। उद्योग मन्त्री भण्डारीका अनुसार चिनिया प्राविधिक टोलीले ड्रिल गरेको ठाउँबाट नेपाललाई 50 वर्षसम्म पुग्ने प्राकृतिक ग्यास रहेको पुष्टि भएको बताएका छन्। उनले चिनिया प्राविधिक टोलीले विस्तृत रिपोर्ट दिएपछि ग्यास उत्पादन प्रक्रिया सुरु हुने समेत बताएका छन्। उनीहरूले डिसेम्बरको अन्त्यमा विस्तृत विवरण दिन्छौँ भनेका छन्। हामीले चाहिँ अलि छिटो गर भनेका छौँ, मन्त्री भण्डारीले बताएका छन्। डिटेल रिपोर्ट आइसकेपछि परीक्षणको रूपमा ग्यास उत्पादन सुरु गर्ने योजना रहेको छ। मन्त्री भण्डारीले बताएका छन् 75 दिनको शेड्युलमा उत्पादन परीक्षण गर्छौँ भनेका छन्। त्यसका लागि 65 अर्ब लागत अनुमान गरिएको छ। नेपालमा उत्पादित प्राकृतिक ग्यासलाई व्यावसायिक प्रयोजनमा ल्याउन सके आर्थिक उन्नतिमा देशले ठूलो फड्को मार्ने समेत भण्डारीले बताएका छन्। नेपालमा व्यवस्थित रूपमा पेट्रोलियम अन्वेषण गर्ने कार्य भने सन् 1997बाट सुरु भएको थियो। खानी तथा भूगर्भ विभागले विश्व बैंकको सहयोगमा 1978-79 मा तराईको शिवालिक क्षेत्रमा 48,000 वर्ग किलोमिटर क्षेत्रफल ढाक्ने एयरबोर्न म्याग्नेटिक सर्वेक्षण सम्पन्न गरेको थियो, जसले उत्साहजनक नतिजा यस अघि पनि देखाएको थियो। त्यसपछि नेपाल सरकारले सन् 1982 मा पेट्रोलियम अन्वेषण प्रवर्धन परियोजना स्थापना गरी अन्वेषण कार्यलाई प्रवर्धन तथा अनुगमन गर्ने काम सुरु गरेको थियो। परियोजनाले नेपालको चुरेभन्दा मुनिको सबै तराई भूभागबाट पेट्रोलियम पदार्थ उत्खनन हुन सकिने अनुमान गरेको छ। पेट्रोलियम पदार्थको स्रोत पहाडी भूभाग र चुरे क्षेत्रमा रहेको हुन्छ। विभिन्न अध्ययनका आधारमा सम्भावित भूभागलाई 10 वटा ब्लकमा विभाजित गरिएको छ। ती ब्लकहरूमध्ये दैलेखमा मात्र ग्यासको उत्खननको कार्य गरिएको हो। ड्रिलिङ गरेको ठाउँबाट 112 अर्ब घनमिटर ग्यास रहेको अनुमान गरिएको र थप 3 स्थानमा ड्रिल गर्दा यसको मात्रा बढ्ने समेत प्राविधिक टोलीले जिकिर गरेको छ।